यो पैसा भन्ने चिज कस्तो है, माग्न सजिलो, दिन गाह्रो। यदि तपाईँसँग कसैले पैसा मागेको छ र तपाईँले दिनुभयो भने तपाईँलाई उसले भगवान् जो मान्छ, तपाईँको बारेमा एकदम गुण गाउँछ, राम्रो राम्रो कुरा भन्छ, सधैँ एकदम तपाईँलाई भन्छ तपाईँ त मेरो भगवान् जो हो। सधैँ केही समस्या आयो भने त्यति बेला सम्झिनु होला, म 24 घन्टा तपाईँलाई सहयोग गर्न तत्पर हुन्छु। तर जब तपाईँलाई समस्या पर्छ अनि त्यही पैसा उसँग तपाईँले माग्नुहुन्छ भने नाना थरी बहाना बनाउँछ। भन्छ कि म कतै भागिरहेको छु र तपाईँको पैसा खाएर जान्छु र म यहीँ छु त, दिन्छु त, भइसकेपछि दिन्छु। तर के छ भने चाहिँ मान्छेको पीडा जसको हुन्छ उसैलाई थाहा हुन्छ। उनीहरूले लिने मान्छेले बुझ्दैनन्। तर के गर्ने? त्यही भएर म भन्छु बरु पैसो छ भने बचत गर्नुहोस्, त्यसको ब्याज खानुहोस्, तर कसैलाई सापडी नदिनुहोस्।